कुरा काट्दै हिटेको सुनिरहेको छु। यस्तो कुरा छोडम आज आएर मैले दुःख के रहेछ बनेर बुझिरहेको छु। काम गर्दा पानीको धारा जसरी आउने पसिना पुछिरहेको छु। गाउँबाट काठमाडौँ आइपुग्दा चिन मेरो केही अत्तो पत्तो पुरा एको हो र हुँदा भयो म लाटो जस्तो डर लागेर मनभित्र भयो मलाई कस्तो कस्तो। यत्रो दिन भइसक्यो खानाको लागि छैन गोजीमा दाम पाएँ मलाई जस्तो भए पनि खोज्दै जाँदा यो मेरो बोलीमा काम लगाउन घर परिवार पाल्न एक छाक खाना पाए पुग्छ। गरी भए पनि लाग्दैन धन प्यारो काम त पाए तर जिन्दगीमा पाएको जस्तो लाग्यो एकदमै अप्ठ्यारो। बाइक दुई पखाल सरसफाइ गर्दै काम गर्नु पर्थ्यो काठमाडौँ ठाउँमा ग्यारेजको। बाइकको टायर फुकाल्दा चेन पस्ने नख हातमा परेर रगत पुरै ड्यामेज भयो। अलि बिन्दै ठाउँमा आउँदा लाटो बोमा एटो सोचो केटो गाउँले इन्जिन बनाउँदा भित्र मैले चेन खसाल्दा कान निमार्यो मेरो साउले। बाइक पनि थोरी थोरी बनाउन ल्याउँथे कहिले कहिले एको होरो टोलाउँदा हुन्थे मन फेस 81 यही काभ्रे मण्डन देवर भन्ने ठाउँमा 11 वर्षपछि भयो आमा बुबा कन्डे सानोमा भएको घटना हो होइन यो झुटो लाग्थ्यो मलाई अब मेरो जिन्दगी हुने भो ठुटो। केही समयपछि बुबाको भिजा आयो विदेश जाने प्लान रहेछ त्यसपछि टिकट पाए बुबा विदेश जान हामीबाट बिदा भयो। हेर्दै हेर्दै बुबा जानु भयो समुद्र पारीको विदेशमा साउदीमा पुग्नु भयो बुबा 2,50,000 तिरेर। यता हामी 3 दाजुभाइ स्कुलमा पढ्दै बुबाले पठाएको पैसा ऋण तिर्ने आमा घर बनाउने काम गर्दै। आमाले सोध्नु भयो हामीमा पढेको ज्ञान खोज्नु भयो छोरो तिम्रो पढाइ कस्तो छ पढाइ त आमा मेरो ठिकै जस्तो छ। आमाले 10 रुपियाँ पैसा दिनुहुन्थ्यो छोरो खाउ खाजा बिस्कुटला। एक दिन रिजल्ट हेर्न आउनु भयो आमा स्कुलमा बेलुका आउनु हुँदा आमाले भन्नुभयो छोरो तिमी पास भएछ यसपालि त तिम्रो राम्रो मार्क्स आएछ यसरी पास हुने गरी पढ्नुपर्छ छोरो स्कुलमा तिर्नुपर्छ फेरि फिस। रिजल्ट चेक गर्दा तपाईँको छोराको पढाइ राम्रो छ भन्ने हुने रहेछ बेली मिस। मेरो मनले भन्यो अझै म राम्रोसँग पढ्नुपर्छ। मिसले भन्नुभएको छ छोरो पढाइमा धेरै मेहनत गर्नुपर्छ। आमाले भन्नुभएको छ फेरि हामी त धेरै गरिब छौँ मिस मेरो छोरा छोरीलाई राम्रोसँग पढाउनु हुन्छ शिक्षा दिने हामी हो तपाईँको छोरा छोरीलाई स्कुलमा नियमित पठाउनु। सर मिसले सिकाउनुहुन्छ जहिले नै आफ्नो बाटो सिधा हिँड बनेपाको बारेमा पढाउनु हुने हाम्रो रिता मिस। पढेन तल माथि हुँदैन अबुले बाटो मानि ठानी होइन म पढ्ने स्कुलको ठेगाना नाम पर्छ बनेपा नाला काभ्रे चण्डेश्वरी। वर्ष त 2024 छ भने